आजको दिन चाहिँ सुरुमा यो तरुल खाएर मात्र सुरु गर्नुपर्छ रे। ह्यापी मकर संक्रान्ति। खिचडी खान आउनु, हामीले त खाना थाल्यौँ। माघे संक्रान्तिको धेरै धेरै शुभकामना। ल खिचडी खान आउनु सबैजना। आज खिचडी पाकेछ। खिचडी छ हाम्रो यहाँ, अचार छ, दुध छ। यहाँनिर के पाएको छ? पानी तात्दैछ। यो पनि स्पेसल खानाको लागि। अल्बर्ट आइन्स्टाइन नानी नानी यो चाहिँ हाम्रो अल्बर्ट आइन्स्टाइन। ल सिद्धु यो दुईजना चाहिँ लडाइ गर्छ। ह्यापी मकर संक्रान्ति। खिचडी खान आउनु, हामीले त खाना थाल्यौँ। हाय खिचडी खान आउनुहोस् है सबैलाई। ह्यापी मकर संक्रान्ति है। आज चाहिँ हामी दामी खानेकुरा खाँदैछौँ। यहाँनिर हाम्रो छ अचार, खिचडी। यहाँ चाहिँ दामी खानेकुरा छ। यो पनि हाम्रो रेडी भइसकेको छ। यो पनि रेडी छ। अरू बाँकी कुराहरू पनि रेडी भइरहेको छ हाम्रो खानेकुरा। आमा पनि अब खान बस्दै हुनुहुन्छ। अचार चाहिँ यत्रो बनिसकेको छ, अझै बन्छ फेरि अचार मिठो भएर चाहिँ। आजको दिन चाहिँ सुरुमा यो तरुल खाएर मात्र सुरु गर्नुपर्छ अरे, त्यही भएर हामीले तरुल खाँदैछौँ। तरुल खाएर मात्र सुरु गर्नुपर्ने भनेर थोरै खाएर सुरु गर्दैछौँ हामी। अब चाहिँ हामीले यो खाँदैछौँ। युट्युब हेर्नु पर्यो अरे यहाँ अल्बर्ट आइन्स्टाइनलाई। के हो त्यो? के हो नानी? हरर मुभी भनेको? तिमीलाई डर लाग्छ भूत देखे? लाग्दैन? हनुमान चालिसा गाइदिन्छ। हनुमान चालिसा गाइदिएपछि भूत भागिहाल्छ होइन? हाम्रो नानीलाई हनुमान चालिसा नै आउँदो रहेछ है। ल हनुमान चालिसा भनेर भूत भाग्छ अरे के? यस्तो खतरा भन्छ क्या हाम्रो नानी। मलाई आउँदैन क्या, त्यही भएर मैले तिमीले ल भन्न सँगै हुनुहुन्छ मसी। तिमीले भन्न त्यही भन्दै जान्छु क्या म। मलाई हनुमान ज्ञान गुण सागर जय कपिशती लघु सागर रामदूत अतुलित बल धामा जन पुत्र वंशत नाम महावीर विक्रम बजरंगी कुमति निवार की शक्ति कंचन बरम राज्य कैसा कानन कुंडल कुंचित कैसा हाथ वज्रो ध्वजा विराजे काने मुसुर। जति अन्त त्यति हो नि। हुन्छ ल भन। फेरि हात वज्र ध्वजा विराजे काने मुसुर शंकर सुर केशर नंदन तेज प्रताप महाजगवंदन। अनि तेज प्रताप महाजगवंदन विद्वान गुडी अति चातुर होइन? किन नभनेको भन त? हनुमान चालिसा लगाइदिन्छु। हनुमान चालिसा लगाइदिएपछि भइहाल्यो। भूत आयो भने हनुमान चालिसा गाउने होइन, हनुमान चालिसा लगाइदिने। त्यही गर्छु नि होइन? खाँदैछौँ चियासँग यो स्विट पोटेटो। तिमीलाई त नलाने रे। जान्ने हो तिमी? मम्मी गइहाल्नुहुन्छ अब। भन्न मम्मीले मैले सोधेको हो रे भन्न हो के खान्छु भन्न त? चाउमिन मोमो पिज्जा बर्गर समोसा। ओ त कहाँ छेउ टुप्पो लगाइदिएन, मुखै यहाँ हराउँछ। चोकलेट हाम्रो मामा घरतिर चाहिँ बिहिबारको बजार लाग्छ। अनि आमा मम्मीहरू चाहिँ बजार जानु भएको थियो। एउटा मेरो लागि यस्तो खतरा मङ्की क्याप आएछ होइन। अनि आएको छ खाजा, दामी चाउमिन र मोमो। बजारको खाजा भनेको चाहिँ अति नै मिठो हुन्छ कि हो कि नि आमा? आस्ते रहेछ बप्पाल टन बजार गर्न आइयो। ओह झन बबाल जेरी पनि आएछ क्या। आज केही पाक्दैन, त्यही भएर हामीले खाँदैछौँ। केही पाक्दैन। मलाई यहाँ भन्दा नि 500 को
खाजा लिएर आएर पनि अझै यो सिधा 600 तपाईँले यो मिक्स गरेर खानुभएको छैन भने चाहिँ ट्राई गर्नु मोमो र चाउमिन अति दामी हुन्छ यो दुईटा मिक्स गरेर है छुट्टै ल्याइदिन्छु नि भन्दै लास्ट भन्छ मैले चाहिँ खाँदैछु साथीहरूले नि खाँदै हुनुहुन्छ चस्मा लगाउने मान्छेलाई चाहिँ मास्क र टोपी चाहिँ अलिक गाह्रै हुन्छ लगाउन यसलाई चाहिँ हामीले अब मङ्की क्याप भन्छौँ के भन्छ अरे आमा तपाईँको भाषा यसलाई के अरे माथ भन्छ अरे क्या यसलाई खतरा नाम दिनु चाहिँ आमाले ओके गाइज आजको लागि चाहिँ यति नै खतरा रमाइलो दिन थियो आजको टन्नै खानेकुराहरू खायो है टन्नै नै खायो टन्नै बाई